मोरङको कटहरी गाउँपालिका 6 का बेचन सिंहका लागि हरियो फाँट केवल जमिन मात्र होइन, 7 वर्ष यता जीवन चलाउने दरिलो आधार हो। सफल ठेकेदारको रूपमा चिनिएका बेचन निर्माणका काम छोडेर कृषि कर्ममा व्यस्त छन्। पहिले हामीले यो भवन निर्माणको ठेकापेटा गर्थ्यौँ झापातिर, त्यहीँ बस्थ्यो। त्यहाँबाट यता आयो भने यो खेती गरौँ जस्तो लाग्यो, अनि खेती गर्न थालेँ। यो गरेको 7 वर्ष भयो। 3 बिघामा रजमा छ, 2-3 बिघा जस्तै मकै छ, गहुँ छ, अरू तरकारी खेतीहरू धेर छ, टमाटरहरू सबै बुढी यो सबै चिज अहिले लाउने बेला छ। उनीहरू भर्खर लगाएको छु। बजार त हामीहरूको त्यहाँ विराटनगरै लानुपर्छ, सिटीमा लगिदिनुपर्छ। यो टमाटरहरू त त्यहाँबाट भेनै आउँछ, त्यो पिकअपमा लान्छ टमाटर। अरू यस्तो हरियो सागसब्जीहरू तपाईँको यहीँ पनि व्यापारी आउँछ, नभए त्यहीँ विराटनगर सिटीमा पुर्याइदिनु पर्यो। 1 बिघाबाट सुरु भएको उनको व्यावसायिक कृषिको यात्रा 11 बिघामा फैलिएको छ। बेचनले खेतीकै आम्दानीबाट 10 कट्ठा जग्गा जोडेका छन्। व्यवसाय ठिकै छ, अब यस्तै हो, कुनै बेला साह्रो गाह्रो पर्छ। आम्दानी यसमा अब वर्षको 5-7 लाख यस्तै यो गरेर 10 कट्ठा जग्गा चाहिँ जोड्यो। बाहेकदेखि त स्थानीय 10-12 जनालाई नियमित रोजगारी दिइरहेका छन्। धेरै लगायो भने त अब मजदुर जन त राख्नै पर्यो। जन जस्तो सिजनमा तपाईँको निकै हुन्छ, 10 देखि 15 जना। अफ सिजनमा त तपाईँको यस्तो 5 जना त 5-6 जना रेगुलर काम गर्ने हुन्छ। पानी त यहाँ खोला छ, खोलाबाट मिसिनले तानेर पठाउँछ। लाइन छ उता पल्लो गाउँमा छ, यता यो बिचमा छैन, नभएर अब मिसिनले पठाउनु पर्यो। बेचनको व्यावसायिक यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको दरिलो साथ छ। जीवन विकासबाट एकमुष्ट ऋण लिएर उनी खेतीमा लगाउँछन्, त्यसपछि सानो सानो किस्तामा ऋण तिर्छन्। जीवन विकास जोडिन त धेरै दिन भयो। पहिले 5-10 हजारदेखि सुरु गरे। सपोर्ट राम्रो छ। अब जस्तो अब कुनै बेला हामीहरूलाई यस्तो टाढ पर्छ, पैसै हुँदैन, अनि त्यस्तो बेलामा गएर त्यहाँबाट लिएर काम चाहिँ जे होस् राम्ररी नै चल्छ। खेतीमा ल्याएर त्यही खेतीमै लाउने, अनि बिस्तारै तिर्दै गयो, किस्ता तिर्दै गयो। फेरि भयो भने फेरि ल्यायो, गऱ्यो, यस्तै गर्दैछ। कृषिमा आधुनिकीकरण गर्दै आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने उनको योजना छ। यसलाई बढाउँदै लाने, अलिक राम्ररी अब जीवन विकास सपोर्ट दिएको छ। अलिअलि अब यस्तै खेतीबाडी गर्दै जानु पर्यो।